रिङ्कल रिडक्सनको लागि भनेर आँखा वरिपरि होइन यो निधारमा पुरै लाइनहरू बसालेर पर्मानेन्ट दाग बसालेर स्कार बसालेर कति पेसेन्टहरू आउनुहुन्छ होइन बर्न भएर अब लेजरहरू गर्दाखेरि बर्नहरू भएर आउनुहुन्छ सेकेन्ड डिग्री बर्नहरू होइन कतिपय कम्प्लिकेसनहरू त पर्मानेन्ट हुन्छ तपाईँको हाम्रोमा आएर पनि हामीले रिभर्स गर्न नसकिने खालको कम्प्लिकेसन पनि हुन्छ जस्तो यो कति कुरा चाहिँ एउटा कन्फ्लिक्ट जस्तो पनि देख्छु क्या उहाँहरूले पनि अब हामीले केही नजानेको जस्तो गर्ने भन्ने पनि एउटा माइन्डसेटहरू देखिन्छ क्या तर त्यस्तो भन्न खोजेको त होइन नि होइन सबैको आफ्नो क्षेत्राधिकार हुन्छ होइन उहाँहरूले आफ्नो भने त मैले अघि उहाँहरूले गर्न मिल्ने कुराहरू हेयर केयर जेनरल स्ट्रेटनिङ होइन हेयरको कुराहरू छ होइन प्लस अब फेसमा क्लिन्जिङहरू गर्ने म्यानिक्योर पेडिक्योर अब माइल्ड खालको ग्लोको लागि माइल्ड इन्ग्रिडियन्ट्स भएको प्रोडक्टहरू युज गर्न मिल्छ होइन तर जुन कुराले स्किनको ब्यारियर फङ्सनलाई पेनिट्रेट गरेर भित्रभित्र गएर काम गर्छ होइन र ब्लडसँग रिलेटेड कुरा हुन्छ त्यस्तो कुरा चाहिँ गर्नु मिल्दैन कि सिम्पल छ यसमा झोकिनु पर्ने कुरै छैन र इनर्जी बेस्ड डिभाइस भने त्यसको लागि त त्यसको साइन्स थाहा हुनु पर्यो त्यसले कसरी काम गर्छ कहाँ गएर कुन लेयरमा काम गर्छ के कम्प्लिकेसन गराउन सक्छ र त्यो कम्प्लिकेसनको म्यानेजमेन्ट कसरी गर्ने त्यो पेसेन्टलाई कसरी काउन्सिलिङ गर्ने त्यसको कम्प्लिकेसन के हुनसक्छ र भयो भने कसरी म्यानेज गर्ने कुन रेसियोमा हुन्छ यसको लागि त हामीले 3 वर्ष लगाएर एमडी गरे हुन्छ 6 वर्ष लगाएर एमबिबिएस गरे हुन्छ त्यसपछि पनि हाम्रो ट्रेनिङहरू लिएको हुन्छ प्र्याक्टिसहरू गरेको हुन्छ होइन